यदि तपाईँहरू फर्म भर्न चाहनुहुन्छ भने चाहिँ सिधै तपाईँहरूको इमेज चाहिँ पहिले रिसाइज गरेर चाहिँ 300 KB भन्दा तलको बनाउनु होला। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबै सञ्चारमा हुनुहुन्छ होला र म पनि सञ्चारमै छु। र आज पनि म तपाईँहरूको साथ नयाँ भिडियोको साथ तपाईँहरू सामु उपस्थित भइसकेको छु। आई होप तपाईँले यो भिडियो पनि मन पराइदिनुहुन्छ होला भन्ने आशा राखेको छु। सधैँ रोमानीकै बारेमा जानकारीमूलक भिडियो बनाउँथ्यो भने चाहिँ आज चाहिँ तपाईँहरू विदेशमा हुनुहुन्छ भने तपाईँहरूको सबैको लागि चाहिँ यो जानकारीमूलक भिडियो हुनसक्छ। त्यस कारणले गर्दा चाहिँ भिडियो स्किप नगरी पुरा हेरेर बुझ्ने कोसिस गर्नु होला। र तपाईँहरूले सोचिरहनु भएको होला यसले चाहिँ सबैको लागि चाहिँ जानकारीमूलक भिडियो चाहिँ कस्तो बनाएको हुन्छ भनेर सोचिरहनु भएको छ भने पुरा हेरेर बुझ्ने कोसिस गर्नु होला। आजको भिडियो चाहिँ मैले तपाईँहरू यदि विदेशमा हुनुहुन्छ भने तपाईँहरूको पासपोर्ट सकेर रिन्यू गर्ने अवस्थामा छ भने त्यो रिन्यू गर्ने बेलाको तपाईँहरूले आफैले चाहिँ रुममै बसेर चाहिँ कसरी पासपोर्ट रिन्यू गर्नको लागि चाहिँ फर्म कसरी आफैले फिलअप गर्न सकिन्छ त भन्ने विषयमा तपाईँहरूलाई आज भिडियोमा बुझाउने कोसिस गर्नेछु र भिडियो अन्तिमसम्म हेरिदिनु होला। तपाईँहरू यदि रोमानिया वा साइप्रसमा हुनुहुन्छ भने तपाईँहरूको पासपोर्ट फर्म खुलिसकेको छ। तपाईँहरूको पासपोर्ट फर्मको फिलअप गर्न चाहिँ ढिलो नगर्नु होला, जतिसक्दो चाँडै गर्नु होला। फर्म फिलअप गरेको हेर्नुभन्दा अगाडि तपाईँहरू यदि यस च्यानलमा नयाँ हुनुहुन्छ, तपाईँहरू यस्तै जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ एकचोटि सब्सक्राइब गरिदिएर गइदिनु होला, ताकि तपाईँहरूले यस्तै जानकारीमूलक भिडियो चाहिँ म ल्याउने कोसिस गर्नेछु। र लागौँ आजको भिडियोको टपिकतर्फ। तो चलिए शुरू करते हैं। सुरुमा आफ्नो मोबाइलको गुगल क्रोममा जानुहोस् र गुगल क्रोममा गएपछि चाहिँ त्यहाँ पासपोर्ट अनलाइन फर्म भर्ने एउटा वेबसाइट हुन्छ। वेबसाइटमा क्लिक गर्नुहोस्। मैले चाहिँ यहाँ पहिले खोलिसकेको भएर यहाँ आएर बसेर प्रि इनरोलमेन्ट फर ई पासपोर्ट भन्ने वेबसाइटमा जानुहोस् र त्यहाँ गएपछि राजधानीको लागि आवेदन भन्नेमा जानुहोस् र म्याच सकिएको राजधानी नवीकरण भन्नेमा अप्सनमा गएपछि तपाईँहरू तल स्क्रोल गर्नुहोस्। तल स्क्रोल गरेपछि त्यहाँ तपाईँको चाहिँ पासपोर्टको पेज केसको लागि गर्ने हो, पासपोर्टको पेज आउँछ त्यहाँ 60 पेज र 54 पेज आउँछ। त्यहाँ गरेपछि चाहिँ प्रोसेसमा क्लिक गर्नुहोस्। यहाँ चाहिँ अब अहिले चाहिँ यो वेबसाइट चाहिँ लोड भएको भएर चाहिँ अलिक खोल्न गाह्रो परिरहेको छ। प्रोसेसमा गएपछि म स्वीकृत छु भन्नेमा जानुहोस् र त्यहाँ गएपछि तपाईँले कहाँबाट पासपोर्ट रिन्यू गर्नुपर्ने हो। अब नेपालबाट नभए भने अदरमा गएर क्लिक गर्नुहोस् र त्यहाँ गएपछि चाहिँ अब तपाईँले कुन एम्बेसीबाट रिन्यू गर्नुपर्ने त्यहाँ गर्नुहोस्। यहाँ बर्लिन भएको कारणले मैले बर्लिनमा क्लिक गरेँ र त्यसपछि यहाँ डेट चुज गर्नुहोस्। तपाईँले यहाँ जुन देखिरहेको छ बोल्ड अक्षरमा देखेको म चुज गर्न पाउँछ। यतापट्टि तपाईँले देखिरहेको छ आफ्नो टाइम मिलाउनु पाउँछ, एम पिएम कुन बेला जाने हो, कति बजी जाने हो भनेर। त्यहाँ गएपछि तल तपाईँको अक्षर अङ्क हुन्छ, त्यसमा चाहिँ गएर तपाईँले सही अक्षर हानेर चाहिँ तपाईँहरू नेक्स्ट गरेर प्रोसेस अगाडि बढाउनु सक्नुहुन्छ। र मैले चाहिँ यहाँ गलत हानेँ र म फेरि हान्दैछु GCABH क्याप लेटरमा भयो, फेरि स्मल लेटर चाहिँ र मैले GCABH चाहिँ क्लियर भएकोले गर्दा नेक्स्ट गरेर अगाडि बढाएँ प्रोसेस र स्टेप 2 मा पुगेँ म। र स्टेप 2 मा पुगेपछि चाहिँ आफ्नो कास्ट हान्नुहोस्। त्यहाँ फेमिली नेम के छ त्योमा हान्नुहोस्। र मैले साथीको भरेको भएको कारणले चाहिँ मैले यहाँ एकदम स्पेलिङ पुरा प्रष्ट पारेर हान्नुपर्ने हुन्छ। यहाँ मैले हान्दैछु। र फर्स्ट नेम आफ्नो नाम हाल्नुहोस्। त्यसमा फर्स्ट नेम आफ्नो नाम हालेपछि
स्पेलिङ चाहिँ एकदम क्लियर गरेर हाल्नु है, एकदम क्लियर हुनु पर्यो। अब जस्तो छ त्यस्तै हुनु पर्यो। पछि तपाईँको पासवर्ड फेरि अब त्यो पासवर्ड आइसकेपछि सच्याउन अलिक गाह्रै पर्छ। मिल्न त मिल्छ भए पनि अलिक एकचोटि बनिसकेको कुरोमा सच्याउन अलिक गाह्रै पर्छ। र तपाईँ मेल हो कि फिमेल हो? अब मैले चाहिँ मेलमा हालेँ। त्यसपछि यहाँ डेट अफ बर्थ, डेट अफ बर्थ चाहिँ एडीमा हाल्नुपर्ने हुन्छ, इङ्ग्लिस डेटमा। तपाईँले एकदम जे छ त्यही हालेर एकदम बरु ढिलो भयो नि होस्, तपाईँको फर्म चाहिँ एकदम क्लियर हुनु पर्यो। तपाईँको यो फर्म भर्ने टाइम चाहिँ आधा घन्टा हुन्छ, आधा घन्टामा मजाले सकिन्छ। तपाईँहरूको अब एक्ज्याक्ट अब बर्थडे कुन हो कि होइन भनेर सोधेको छ, त्यो यसमा क्लिक गरिदिनुहोस्। र त्यसमा यसमा चाहिँ यता नेपाली डेट अफ बर्थ हाल्नुपर्छ। नेपाली डेट अफ बर्थ चाहिँ अब तपाईँको त्यही हुन्न, एकदमै जे छ त्यही मिलाएर हाल्नु होला। प्लेस अफ डिस्ट्रिक्ट बनाएको छ, त्यसमा चाहिँ अब आफ्नो जिल्ला कुन जिल्लामा जन्मिनु भएको त्यो हाल्नुहोस्। र त्यसपछि यहाँ बुवाको नाम हालेछ, फादर नेम्स, फादर लास्ट नेम भनेपछि तपाईँको आफ्नो फादरको कास्ट हाल्नु होला। तपाईँको कास्ट, फ्यामिली नेम के छ त्यो एकचोटि राम्रोसँग मिलाएर हाल्नु होला। मैले चाहिँ यहाँ हानिरहेको छु, एकदम स्पेलिङ सही हुनु पर्यो। त्यस कारणले गर्दा अलिक हेर्दै हाल्नुपर्ने भएकोले चाहिँ अलिक ढिलो भएको छ। र तपाईँको फादरको फर्स्ट नेम हाल्नुहोस्, आफ्नो बुवाको नाम के हो त्यो सही हाल्नुहोस्। तपाईँले जस्तो जे फर्म भन्यो नि स्पेलिङ चाहिँ क्लियर हुनु पर्यो। अब तपाईँको पहिलाको पासवर्डमा जे छ त्यो चाहिँ एकदम राम्रोसँग क्लियर हुनु पर्यो, पछि सच्याउन गाह्रो पर्छ। तलको चाहिँ आफ्नो मदरको नाम हाल्नुहोस्, आमाको नाम। मदरको नाम हालेपछि तर अब आवेदकको नागरिकता सम्बन्धी जानकारी हाल्नुहोस्। तपाईँको नेसनल आइडी कार्ड नम्बर हाल्नुहोस्। नेसनल तपाईँको परिचय पत्र बनाएको छ भने त्यो परिचय पत्र नम्बर हाल्नुहोस्। परिचय पत्र नम्बर पनि सही हुनु पर्यो। त्यहाँ गलत भयो भने फेरि पछि फेरि तपाईँहरू फर्म चाहिँ त्यहाँ गलत देखाएर चाहिँ फेरि ब्याक गरेर फेरि भर्नुपर्ने हुन्छ। र त्यसपछि यहाँ सेकेन्डमा देखाएको छ सिटिजनसिप नम्बर भनेपछि यहाँ पासपोर्ट नम्बर होइन के अरे हो तपाईँको यहाँ नागरिकता नम्बर हाल्नुहोस्। त्यसपछि यतापट्टि सिटिजनसिप डेट अफ इस्यु भन्ने सिटिजनसिप अब कहिले बनाएको छ त्यहाँ विक्रम सम्मतमा हाल्नु पर्यो, पिएसमा। यतापट्टि चाहिँ सिटिजनसिप प्लेस अफ इस्यु भनेको छ। अब कुन ठाउँबाट बनाएको महोत्तरी हालेँ मैले। त्यसपछि फेरि तल स्क्रोल गरेँ। त्यसपछि चाहिँ अब आवेदकको सम्पर्क विवरण दिनु पर्यो। तपाईँहरूको यहाँ दिएको चाहिँ पुरै नेपालकै है। तपाईँ विदेशमा बसेको छ भने फेरि विदेशकै उ गर्नुपर्ने होला भनेर नसम्झिनु। यहाँ नेपालकै हाल्नुपर्ने सबै विवरणहरू। तपाईँको आफ्नो नेपालको मोबाइल नम्बर हाल्नुहोस्। त्यसपछि इमेल हाल्नुहोस्, तपाईँले चलाइरहेको चल्ने इमेल हाल्नुहोस्। तपाईँले यदि केही मेसेज पठाउँदा चाहिँ तपाईँले छिटै हेर्न मिल्ने खाले इमेलमा आफ्नो इमेल हाल्नुहोस्। वडा नम्बर हाल्नुहोस्, वडा नम्बर 4 भयो।
नेसनालिटी नेपाली अब एड्रेस कन्ट्री नेपाली भएको चाहिँ आफ्नो भिलेजको नाम हाल्नुहोस्। अब तपाईँ नेपालको कुन गाउँमा छ त्यो पासपोर्टको ठेगाना त्यही हाल्नुहोस्। र तपाईँहरूको अञ्चल कुन अञ्चल हो त्यही हाल्नुहोस्। तल चाहिँ तपाईँको यो हाउस नम्बर, यो मेन एड्रेस हाउस नम्बर चाहिँ हाल्नु पर्दैन, त्यो नहाल्नु केही फरक पर्दैन। र यता चाहिँ तपाईँहरू कुन जिल्लाबाट गरेको त्यो हाल्नुहोस्। र तपाईँको पालिका कुन हो पालिका हाल्नुहोस्। तपाईँहरूको यहाँ अर्को स्टेपमा जानु, यहाँ जरुरी सम्पर्क विवरण भनेको छ। तपाईँहरूको आफन्त या जो कोही भयो भने तपाईँहरू जोसँग नजिक हुनुहुन्छ उहाँको चाहिँ आफ्नो सकेसम्म आफ्नो फ्यामिली मेम्बरको हाल्नु होला। यहाँ चाहिँ फर्स्ट नेम लास्ट नेम र तपाईँको अब आफ्नो फ्यामिलीको भएपछि त सबै त्यही भएर सजिलो हुन्छ नि त। अब तपाईँको भिलेज भनेपछि अब त्यही तपाईँको जुन छ त्यही भइगयो। अब वार्ड नम्बर भएपछि त्यही भइगयो, तपाईँको जुन छ त्यही। तपाईँको अब अञ्चल कुन छ अब सबै एउटै हुन्छ नि त, भर्न सजिलो हुन्छ। त्यही भएर आफ्नै फ्यामिलीको हाल्दा चाहिँ बेस्ट हुन्छ। डिस्ट्रिक्टमा हाल्नुहोस् आफ्नै डिस्ट्रिक्ट कुन छ र फोन नम्बर। अब पालिका कुन हो तपाईँको, गाउँपालिका हो कि नगरपालिका हो कि जुन पालिका भयो भने त्यहाँ टक्क हानेपछि तपाईँको आउँछ। र यतापछि फोन नम्बर हाल्नुहोस्। इमेल अब फोन नम्बर हानेपछि इमेल अनिवार्य छैन सायद, हाने नि हुन्छ नहाने नि। यदि तपाईँको इमेल थाहा छ भने हाल्दा केही फरक पर्दैन। फोन नम्बर चाहिँ हाल्नु नै। र अब यो स्टेप सकेपछि जरुरी सम्पर्क गर्नु परेमा भन्ने विवरणको स्टेप सकेपछि अर्को विवरण आउँछ। अर्को स्टेप आउँछ हालको राजधानीको सम्बन्धी जानकारी भन्ने डेट अफ इस्यु। अब राजधानी बनेको कहिले हो त्यो डेट हाल्नुहोस्। डिस्ट्रिक्ट भनेको छ त्यहाँ आफ्नो जिल्लाको नाम हाल्नुहोस्। अब कुन जिल्लामा प्लेस अफ इस्यु डेट रहेछ, प्लेस अफ इस्यु डिस्ट्रिक्ट। तपाईँले कुन जिल्लाबाट चाहिँ त्यो पासपोर्ट बनाउनु भएको त्यो जिल्लाको नाम हाल्नुहोस् एकचोटि। यहाँ हानेपछि त अघि हतारी प्लेस अफ इस्यु यो चाहिँ परेन। र तपाईँको पासपोर्ट नम्बर कति हो त्यो त्यहाँ तल हाल्नु भनेको छ। लेटेस्ट पासपोर्ट ट्राभल डकुमेन्ट जुनको भयो भने पासपोर्ट त्यसको नम्बर पनि त्यहाँ हाल्नु भनिरहेको छ। त्यहाँ नम्बर हालेपछि तपाईँले नेक्स्ट गरेपछि चाहिँ स्टेप 3 मा पुग्न सक्नुहुन्छ। स्टेप 3 मा पुगेपछि तपाईँले जुन डकुमेन्ट यहाँ पेस्ट गर्नुपर्ने हुन्छ, यो चाहिँ सिटिजनसिपको फ्रन्ट र यतापट्टि यो सिटिजनसिपको ब्याक तपाईँको नागरिकताको अगाडिको र पछाडिको फोटो खिचेर हाल्नु होला। र यहाँ अरू थुप्रै छ यहाँ डकुमेन्टहरू हाल्ने त। तपाईँको अब ड्राइभिङ लाइसेन्स छ भने सबै हाल्न मिल्यो। तपाईँहरूको आइडेन्टिटी कार्ड छ भने सबै हाल्नु मिल्छ। तपाईँको एउटा परिचय गर्ने केही डकुमेन्टहरू छ भने त्यहाँ मजाले हाल्नु मिल्छ। र अहिले चाहिँ खासै त्यस्तो केही पर्दैन, तपाईँको सिटिजनसिप र पासपोर्ट मात्रै हाले पुग्छ। यहाँ चाहिँ पासपोर्टको फ्रन्टको तल हाल्यो भने यो पासपोर्टको ब्याकको चाहिँ माथिल्लोमा हालेपछि त्यो फेरि तपाईँको नेक्स्ट गरेपछि चाहिँ स्टेप 4 मा पुग्छ। त्यहाँ स्टेप 4 मा पुगेपछि तपाईँको स्टेप 4 मा चाहिँ के छ भने तपाईँको अब फर्ममा भएको सबै नामहरू सबै ठिक छ छैन, राइट छ छैन भनेर सबैले त्यहाँ एकचोटि हेर्नु दिन्छ। हेर्नु दिएपछि लास्टमा फेरि त्यही आउँछ त्यो अङ्क
अङ्क अक्षर जे आए पनि त्यहाँ एउटा लेटरहरू आउँछ, त्यसलाई चाहिँ फेरि एकचोटि क्लियर गरेर हानेपछि चाहिँ तपाईँको डकुमेन्ट तपाईँको फर्म चाहिँ फिनिस हुन्छ र एकचोटि 2-3चोटि कम्प्लिट गरिदिएर पछि काम लाग्न सक्छ। र त्यो गरेर फिनिस सकेपछि चाहिँ तपाईँको क्युआर सहितको यहाँ पिडिएफ आउँछ। त्यही पिडिएफलाई तपाईँले डाउनलोड गर्नु अनिवार्य पर्छ। यो पिडिएफ चाहिँ डाउनलोड गरेन भने चाहिँ तपाईँले यदि पासवर्ड गरेको कुनै मतलब हुँदैन। पिडिएफ चाहिँ डाउनलोड गरेर चाहिँ आफ्नो उमा आफ्नो डकुमेन्टमा चाहिँ सेभ गरेर राख्नु होला। यही पिडिएफ चाहिँ तपाईँले पछि प्रिन्ट गरेर निकालेर ई पासपोर्टको लागि आवेदन दिन सक्नुहुन्छ। र पिडिएफ चाहिँ कस्तो आउँछ भने म चाहिँ एकछिनमा तपाईँलाई देखाउँदैछु। तपाईँले यो नेपाल सरकारको छापसहितको यो क्युआर सहितको ई पासपोर्ट एप्लिकेसन फर्म भरेको यो फर्म आउँछ। एकचोटि सबै रिचेक गरेर हेर्नु होला। यो पिडिएफ डाउनलोड गरेर तपाईँले यति भएपछि चाहिँ तपाईँको पासपोर्टको फर्म भर्ने काम चाहिँ सकियो। यही भिडियोबाट नै हजुरहरूलाई मैले ई पासपोर्ट अनलाइन फर्म भर्ने तरिका सिकाएँ र यदि तपाईँहरूलाई आउँदैन भने एकचोटि राम्रोसँग फेरि पनि दोहोऱ्याएर चाहिँ एकचोटि हेरेर चाहिँ तपाईँहरू पासपोर्ट फर्म मजाले भर्न सक्छ। एकदम इजी छ। तपाईँहरूले ढुक्क कुनै अब स्पेलिङ करेक्ट गरेर चाहिँ एकदम हानेर चाहिँ एकदम अनलाइन यो पासपोर्टको लागि अनलाइन फर्म भर्न सक्नुहुन्छ। र यदि गर्दा पनि जान्नु भएन भने मैले यस भिडियोको डिस्क्रिप्सनमा WhatsApp नम्बर राखिदिएको छु र त्यस WhatsApp नम्बरमा पनि आएर तपाईँहरूले बुझ्न सक्नुहुन्छ। तपाईँहरूको कसरी भर्ने के तरिकाहरू के हो भनेर चाहिँ त्यस WhatsApp नम्बर पनि तपाईँले मेसेज वा कल गरेर बुझ्न सक्नुहुन्छ। र आजको यस भिडियो चाहिँ मैले अब अनलाइन पासपोर्टको लागि अनलाइन फर्म भर्ने तरिकाहरू सिकाएको भिडियो चाहिँ कस्तो लाग्यो, तपाईँहरूलाई जे जस्तो लाग्छ आफ्नो प्रतिक्रिया स्वरूप आफ्नो कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। र तपाईँहरू यदि आफ्नो साथीहरूले फर्म भर्नु छ भने अब तपाईँहरूले यो भिडियो सेयर गरेर साथीसँग पुऱ्याइदिनु होला, ताकि तपाईँको साथीलाई चाहिँ एकदम यो अनलाइन फर्म भर्न चाहिँ सजिलो होस् भन्दै आजको यस भिडियोबाट बिदा हुँदै बाँकी आउने अपडेटमा यस्तै जानकारीमूलक भिडियो दिने कोसिस गर्नेछु। त्यसको लागि एकचोटि सब्सक्राइब गरेर गइदिनु होला भन्दै आजको लागि बिदा भएँ। हस्त बाई।